हेलो गाइस, म तपाईँहरूको कान्छा अथवा हाम्रो एके सोल्टा र वान्स अगेन वेलकम ब्याक टु माई युट्युब च्यानल। र टुडे आज म एउटा एकदमै राम्रो अथवा दुःखी इन्ट्रेस्टिङ एउटा कन्टेन्ट लिएर म ब्लगमा उपस्थित भएको छु। र मेरो ब्लगको शीर्षक अथवा टपिक चाहिँ कन्टेन्ट चाहिँ हाम्रो नेपालको गोलकिपर अथवा क्याप्टेन अन्जिला तुम्बाको सुब्बाको फिल्म्स मैले हेरिसकेको छु र म आज तपाईँलाई मेरो रिभ्यू गर्न चाहन्छु। र यदि तपाईँहरूले फिल्म हेर्नु भएको छैन भने कुनै दिन समय मिलेर हेर्न जानुहोला। यो फिल्म चाहिँ रिभ्यू नगर्ने अगाडि तपाईँहरूले मेरो यो अन्जिलाको सानो क्लिप चाहिँ हेरिदिनु होला, विनम्र अनुरोध गर्दछु। अन्जिला तुम्बा सुब्बा चाहिँ फिल्म मात्रै नभइकन हामी नेपाली प्रेमी अथवा दर्शकहरूको लागि एकदम मोटिभेट फिल्म रहनेछ। किनभने उहाँबाट हामीले के सिक्न जान सक्छौँ हुन्छ भने हामीले आफ्नो सपना पुरा गर्नुपर्छ, सपना देख्दा कहिले हार नमान्नु र जति दुखी अथवा कठिनमा परे तापनि आफ्नो सपनाले सधैँ अघि बढाउनु भन्ने सिकाउनु भएको छ। र दोस्रो चाहिँ आफ्नो आमाको माया र बाबाको माया चाहिँ कहिले नबिर्सिनु होला, आफै कति दुःखमा परे तापनि। तेस्रोमा चाहिँ मलाई के लाग्यो भनेदेखि उहाँले एउटा गर्नुभएको उहाँको हार्डवर्क एकदम डेडिकेसन चाहिँ मलाई एकदम राम्रो लाग्यो। र तपाईँहरूले पनि कस्तो लाग्यो कमेन्ट गर्ने चाहिँ नबिर्सिनु होला। र हिजो हामी फिल्म हेरिसकेर बाहिर निस्किँदा दर्शकहरू धेरैको आँखाबाट आँसु निस्केको देख्यो र मेरो पनि आँसु एकदमै धेरै आयो। किनभने अन्जिला तुम्बा सुब्बाको उहाँको मेहनत अथवा लाइफ स्ट्रगल गर्दा एकदमै मन छुने एउटा फिल्म रह्यो। र त्यो हाम्रो लागि फिल्म मात्र नभएन एकदमै एउटा जीवनको लागि नै भरेको लागि नै एउटा ज्ञान अथवा अघि बढ्ने एउटा उपाय अथवा मेथड मलाई हुँदो रहेछ। र अन्तमा यदि हाम्रो एके सोल्टाको एउटा लाइक, सेयर, सब्सक्राइब र मनदेखि नै एउटा कमेन्ट चाहिँ गर्न नबिर्सनु। हस्त धन्यवाद।